हेलो शुभ बिहानी सबैजनालाई नमस्ते है। कहाँदेखि हेर्दै हुनुहुन्छ भन्नु होला हजुरहरूलाई। हजुरहरूको आजको दिन शुभ रहोस्। जस्तो नेपालमा एउटा जातीय द्वन्द्व हिन्दू और मुस्लिमहरूको एउटा जातीय द्वन्द्वको बारेमा म एउटा सानो मेरो जिज्ञासा लिएर अगाडि बढिरहेको छु। जस्तो सुनसरीमा एउटा हिजो भएको एउटा हामी नेपालीमा जातीय द्वन्द्व जस्तो हिन्दू मुस्लिमको लडाईँ जस्तो देखिरहेको थिएँ। यो नेपालमा किन यो जातीय द्वन्द्व बढेको छ? जस्तो मुस्लिमहरूलाई नेपाल एउटा हिन्दू राष्ट्र हो एउटा है। हिन्दू राष्ट्र नेपालमा जस्तो मुस्लिमहरूलाई नागरिकताहरू दिने, मुस्लिमहरूलाई बस्ने बासहरू दिने सबै गर्नाले एउटा भोटिङ लिस्टको लागि नेताहरूले सबै नेपालमा नागरिकताहरू दिने ऊ गर्ने नेपालमा मुस्लिमहरू अभि बढ्दै गएको छ। मुस्लिमहरूले हिन्दू राष्ट्रहरूमा हमला गरिरहेको छ। यसको लागि नेपाल सरकारले राम्रो एउटा कदम चालोस्। जस्तो मुस्लिमहरूमा द्वन्द्व फैलाउने होला, जस्तो मुस्लिमहरूलाई नेपालबाट बहिष्कार गर्नुपर्छ, बहिष्कार गरेर भगाउनुपर्छ। जस्तो यो पहिलाका सरकारहरूले जस्तो भोटिङको लागि सुकुम्बासीहरूलाई और ये मुस्लिमहरूलाई क्रिस्चियनहरूलाई नेपालमा नागरिकताहरू दिने, नेपालमा वासस्थान दिने ऊ गर्नाले अहिले यो द्वन्द्व फैलिँदैछ। जातीय द्वन्द्व एउटा राजनीतिकरण नगरिकन नेपाल सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ। यो कोही आत्मदाह गर्छ नेपाल सरकारलाई माथि थोपर्नु, अरू एउटा केही गर्ला त्यही गर्नु, जातीय द्वन्द्व गर्नु, यो राजनीतिकरण गर्नु यो राम्रो होइन। त्यसैले सबै पार्टीहरू सबै एकै भएर यो जातीय द्वन्द्वलाई नेपालमा जातीय द्वन्द्व बन्द गर्नुपर्छ। और मुस्लिमहरूलाई नेपालमा मस्जिद बनाउने वा नागरिकताहरू दिने यो ऊ बन्द गर्नुपर्छ। नै त नेपालमा एउटा पछि भविष्यमा एउटा नकारात्मक ऊ पैदा हुनेछ र नेपालमा हिन्दूहरूमाथि हमला हुनेछ भन्दै एउटा मेरो एउटा सानो जिज्ञासा यहीँ बन्द गर्दछु। धन्यवाद, नमस्ते।